हेलो गुड मर्निङ। आज चाहिँ मेरो छुट्टी हो, त्यही भएर म चाहिँ घुम्न हिँडेको। चाहिँ हामी बसेको एरिया हो, यस्तो छ हामी बसेको एरिया चाहिँ। बाटो क्रस गर्नु पर्यो। के गर्दै आयो मान्छेले, सायद मोटर खोज्यो होला। यस्तो छ हामी चाहिँ बसेको ठाउँमा। मान्छेले बोतल खोजेर यत्रो बनाएछ। एकदम चिसो छ गाइस यहाँ रोमानियामा चाहिँ। अब हिउँ पर्ने बेला भयो। मैले पन्जा खाली जहिले बिर्सिन्छ, हिजो नि बिर्स्यो। चिसो छ धेरै। म चाहिँ रोमानिया हो, अहिले भोलन्टारी घुम्न निस्केको। अहिले यस्तो डेकोरेसन छ क्रिसमस लागेर। यहाँ चाहिँ हाम्रो नेपालको तिहार लागे जस्तै हो क्या क्रिसमस लाग्दा चाहिँ। यो चाहिँ क्रिसमस लागिसक्यो है यहाँ चाहिँ। अब म चाहिँ मेट्रोमा जानु पर्छ। बस चाहिँ उहाँबाट आउँछ है मेरो चाहिँ। जङ्गल सुकेर केही छैन। म चाहिँ अहिले यहाँ पिपेर आइपुग्यो। यहाँ खाना खान हिँडेको म चाहिँ। यति धेरै चिसो छ। लास्टै चिसो छ हौ भाइ चाहिँ यहाँ त। फेरि मैले कस्तो पन्जाहरू पनि ल्याउनु बिर्सेछ क्या। यस्तो भइरहेछ चिसोले। हातै हावा गएर किन्छु। त्यता चाहिँ धेरै जाडो छ रोमानियातिर चाहिँ। त्यता तपाईँहरूकोतिर कस्तो छ? सानो सानो घरहरू छ क्या यहाँ चाहिँ। म चाहिँ खाना खाएर निस्किन्छु ओभरतिर। यहाँ चाहिँ यस्तो दामी लाग्छ क्या मलाई। सानो सानो घरहरू छ। अन्त भोलि पछि हिउँ पऱ्यो भने त खतरा हुन्छ। यहाँ पनि नेपालको जस्तै चिन्ने छाएको घरहरू हुन्छ। सानो सानो पुरानो घरहरू। यस्तो दामी दामी सानो सानो घरहरू के। हेर्नु झन् कति सानो घर छ। सेम नेपालमा
तराईहरू जस्तो पुरानो घर गाइची हेरौँ न। हेलो, म चाहिँ यहाँ उबराको छु। यहाँ चाहिँ लगन खेल जस्तो छ है गाइस। यस्तो छ, पानीमा टेक्यो भने अहिले जुत्तै भिज्छ। जति धेरै मान्छे हुन्छ यति धेरै मान्छे हुन्छ। एकदम यहाँ चाहिँ मलाई चाहिँ असन लगन खेल जस्तै लाग्छ। फलफुल चाहिँ रोमानियन फुड कस्तो राम्रो सुन्तला नेपाल जस्तै लाग्छ क्या मलाई। यस्तो छ अहिले चाहिँ यहाँ चाहिँ ट्रेनहरू यहाँ नेपाली मार्केटहरू छन्नै छ। जाडोले त्यो पन्जा किनेर लाउनु पऱ्यो हौ। म चाहिँ अस्ति जाडो भयो घरमा भएको पन्जा चाहिँ नल्याएँ मैले।